हेलो नमस्ते सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला। सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु। आज चाहिँ म तालगी टिप्न आइरहेको छु। हाम्रोमा चाहिँ तालगी यस्तो हुन्छ, यस्तो छ बोटहरू। यो चाहिँ स्ट्यान्ड बनाएर स्ट्यान्डवाला हो। स्मार्ट फर्म, हाम्रो चाहिँ स्मार्ट फर्म छ। यसमा चाहिँ हामी तालगी टिप्छौँ। अहिले चाहिँ यो लामो लामो ठुल्ठुलो भयो, फाल्ने बेला भएको कारणले गर्दाखेरि यो लामो लामो भएको छ। यो क्यामेराहरू सबै फाल्नुपर्छ। अहिले चाहिँ अब गर्मी लागिसक्यो, अब गर्मीमा त्यति खास हुँदैन यो। त्यसले गर्दाखेरि चाहिँ यो क्यामेराहरू आएको छ। यो क्यामेराहरू भयो, यिनीहरू सकिएको डाँठहरू भयो, यो फुलहरू पनि यसरी गोडगाड गरेर राखेको भए राम्रो आउँथ्यो। अहिले चाहिँ अब फाल्ने बेला भएको कारणले गर्दाखेरि केही गरेको छैन। अनि हाम्रो चाहिँ यो टिप्ने गाडी हो होइन, कतै यसमा बस्ने अनि झट्टै यसमा राख्ने होइन, सजिलो हुन्छ। सर्र खुट्टाले बल्ल गरेर सर्र ठेल्ने। यो आफै ठेलिन्छ, सर्र ठेलिन्छ अनि टिप्ने, टिप्ने मिलाएर राख्ने। राम्रो छ तालगी। चट्टा यसरी टिप्ने होइन, रातो रातो टिप्ने अनि राख्ने, मिलाएर राख्ने। यसरी मिलाएर राख्ने हो होइन, चट्टा राम्रो बनाएर नकिचिने गरेर। यस्तो छ। अब यो त्यहाँनिर तुन्द्रीहरू फालेको चाहिँ यस्तो दामी देखिन्थ्यो। अब फाल्ने बेला भएको कारणले गर्दाखेरि पनि यो दानाहरू अहिले सानो सानो छ। अब यत्रो यत्रो ठुल्ठुलो हुन्थ्यो। अब यो अहिले फाल्ने भएको कारणले गर्दाखेरि वास्ता नगरेर काम छोडिदिएको हो। अब जति फल्छ राम्रो फल्छ। यस्तोहरू चाहिँ यो चाहिँ अहिले चाहिँ यहाँ चाहिँ हाम्रोमा चाहिँ स्मार्ट फर्ममा चाहिँ बाहिर बजारमा बिक्री गर्ने हुँदैन कि। यो चाहिँ पाहुनाहरू आएर अरू मान्छेहरू आएर पैसा दिएर टिप्छन् के। मतलब मान्छे आउँछन्, अब त्यही त हो। यहाँ कोरियामा सबैजनाले सबै कुरा देखेको हुँदैन। अनुभव गर्नका लागि, टिप्न कस्तो हुन्छ भनेर अनुभव गर्नका लागि आउँछन्। अनि लगभग नेपाली 2000 जस्तो तिरेर 1 किलो जति टिपेर, 1 किलो कति नै जाँदैन, 1 किलो जति टिपेर लिएर जान्छन्। छ्याम गर्छन्, बच्चा बच्चीहरू आउँछन्, रमाइलो गर्छन्। अनुभव गर्नको लागि टिप्ने कस्तो हुन्छ तालगी भनेर गर्नलाई आउँछन्, अनुभव गर्नका लागि भनेर आउँछन्। यहाँ हाम्रोमा प्राय सबैतिर त्यस्तै अनुभव हुन्छ। अनुभवको ट्रेनिङहरू, मतलब अनुभवको उहरू दिन्छ होइन। यहाँ चाहिँ अहिले चाहिँ अब चाहिँ गर्मी लागेको कारणले गर्दाखेरि त्यति राम्रो आउँदैन तालगी। त्यही भएर मान्छेहरू कम आउँछन्। अहिले कम आएको कारणले गर्दाखेरि हामीले टिपेर यो चाहिँ बेच्ने होइन। यो चाहिँ हाम्रै बजार पनि छ, सिजन बजार पनि छ, हाम्रै मार्केट पनि छ। त्यो मार्केटमा पनि लगेर राख्छौँ। तर हाम्रो चाहिँ अर्ग्यानिक भनेर चाहिँ यहाँ एकदम महँगोमा बिक्री गर्छ, महँगो हुन्छ हाम्रो चाहिँ। अनि बाहिर बजारमा चाहिँ जाँदैन, आफ्नै मार्केटमा मात्रै जान्छ। आफ्नै मार्केट, आफ्नै बजार मात्रै छ। अनि बाँकी रहेको चाहिँ सबै चेन बनाउँछ, आफ्नै कम्पनीको सबै चेन छ। सबै थोक हाम्रो कम्पनीमा सबै थोक बन्छ, चेन बनाउँछ। अनि चेन भनेको जाम तालगी जाम बनाउँछ। अनि त्यस पछाडि यो माथि राख्न हुँदैन। तैपनि यहाँ यो जाम बनाउने कारणले गर्दाखेरि थोरै थोरै माथि चढाए पनि हुन्छ, तर चढाउन चाहिँ हुँदैन। यसलाई गरिदिने, चट्ट निकालेर अर्को खाली बक्सामाथि राखिदियो। अनि यसलाई फेरि त्यहीँ राखिदिनु। अनि सजिलो हुन्छ। यो गाडी सर र खुट्टाको बलले यसरी ठेलिदियो। फेरि हाम्रोमा चाहिँ स्मार्ट फर्म यस्तो खालको छ। अरू बाहिर अन्त्यतिर अर्को स्टाइलको पनि हुनसक्छ होइन। सजिलो छ काम गर्नलाई, अरू छैन। सबै कुराहरू मिलाएर गर्नुपर्छ। यो चाहिँ बिस्तारै टिप्नुपर्ने हुन्छ, मतलब मिलाएर, नत्र चोट लाग्न सक्छ। अहिले त अब यो जाम बनाउने भएको कारणले चाहिँ चोट लाग्यो पनि केही फरक पर्दैन। तर बेच्नको लागि हो भने चाहिँ एकदम बिस्तारै आनन्दले मजाले नपक्रिकन बिस्तारै तान्नुपर्ने हुन्छ।
यो पुरै घारी भएको छ नि यो हाम्रो बिजोग छ नि यसको झुसहरू लाग्छ यस्तै तर मलाई आएछ झुसहरू यस्तो झुस बिजाउँछ चिलाउँछ अनि यो अहिले अब यो लगाउनै पर्छ हामीले बाहिर आउनुमा नत्र भने चिलाएर दिमाग खराब गराउँछ मिठो छ अहिले पनि तालकी यस्तै भए पनि तालकी एकदम मिठो छ तर फाल्ने भनिसक्यो अब ठुलो मान्छेले फाल्ने भनिसके पछाडि फाल्नै पर्यो के गर्ने राम्रो आफूलाई माया लाग्दा लाग्दै पनि फाल्न पर्छ माया लागेर भएन अर्काको कुरा त गर भन्ने गर्ने हो नगर भन्ने नगर्ने हो यस्तै छ यस्तै जाडो महिनामा चाहिँ बाहिर केही काम नभएको कारणले गर्दाखेरि भित्र चाहिँ हाउस बनाएर हाउसमा यो माथि अलिक छोपेको छ कि प्लास्टिकभन्दा यो भित्रको सिरकको त्यसले सिरकले अहिले बाहिर धेरै गर्मी छ नि त सिरकले छोपेको छ अलिक शीतल बनाएको छ न यहाँ गर्मी हुन्थ्यो प्लास्टिकले मात्रै भएको भए अब त्यस्तै आज खालको टिप्नेमा पर्यो स्ट्रबेरीमा टिप्नेमा पर्यो रमाइलो छ टिप्ने चियर्स आठवटा ल्याएको थिएँ क्या 2 4 5वटा रहेछ 3टा बाटोमा छिरेर आएको छु यतापट्टिबाट अर्को लाइनबाट आउँदाखेरि अब बोतलले लिएर जाने बाहिर निकालिदिने अनि कति खानुहुन्छ यसमा लगभग 2 किलो जति जान्छ यसमा 2 किलो जति जान्छ एक खानमा कति आउँछ ठुलो हुँदैन धेरै आउँछ होला आज आज त्यस्तो खोजाङ गर्नु पर्दैन प्याकिङ गर्नु पर्दैन प्याकिङ नगर्नुपर्ने भएको कारणले गर्दाखेरि छिटै हुन्छ काम यसको यस्तो चाहिँ काट्ने यो काटेर अनि राखिदिनु अनि जाम बनाउने हो कि लगेर हाम्रो कम्पनीमा सबै कुराहरू बन्छ ल आजलाई यति नै टिप्नु पर्यो यस्तै भिडियोहरू फेरि पनि ल्याइरहन्छु म त्यसको लागि वेट गर्नु होला बिस्तारै बिस्तारै आउँछ है त